हेलो साथीहरु नमस्ते वेलकम माई युट्युब च्यानल। अनि आज चाहिँ हामी साथीहरु सबैजना मिलेर घुम्न जान लागेको छौं है। हामी चाहिँ फाइनली अहिले आइपुगेको अवस्था है भन्नु पर्यो। अनि भाइरल रोड भन्थे मान्छेहरुले, त्यही भएर हामी नि भाइरल रोड हेर्न जाउँ न त नि कस्तो रहेछ भनेर आएको। भाइरल रोड त केही नि रहेनछ, त्यति टाढाबाट हिँड्दै आयो तर यस्तो रहेछ। हाम्रो भाइ चाहिँ कस्तो कालो देखेछ यार। भाइरल रोड छोडेर जाँदैछौँ। ल है हामी घुम्न गएको, तर घुम्न कहाँ जाने हो भनेर चाहिँ पत्तो छैन है। हावा पारामा हिँडे हामी साथीहरू। अनि त्यसपछि ढिलाउनु बेला के टिपेर बस्छ हौ। टिपेर लिएर आऊ फलफुल। अनि साथीहरू हामी चाहिँ घुम्न गएको है, यस्तो फल टिप्न गएको फल। अनि त्यसपछि एकदम धेरै फल त रहेछ कि यहाँतिर। खानुहुन्छ भने आउनु होला। त्यसपछि यो फललाई चाहिँ के भन्नुहुन्छ हौ हजुरहरुकोतिर? हाम्रोतिर त स्याउ भन्छ। यो स्याउ काँडा खालको स्याउ हो। अनि त्यसपछि हजुरहरूलाई थाहा छैन होला हैन, हाम्रो चाहिँ स्याउ भन्छ। अनि हजुरहरूको के भन्छ यसो कमेन्ट गर्नु होला। स्याउ कस्तो छ? यो जङ्गलै हो स्याउ फल्दो रहेछ। स्याउको घारी हेर्नु न कति ठुलो ठुलो। हामीले खेतीपाती गरेको यस्तो स्याउ फलेको छ। हाम्रो टन्नै छ टन्नै स्याउ टिप्ने साथीहरू कति हो कति। हामी स्याउ टिप्न गएको। ल है स्याउ एउटा त टिपिसकेँ, भरेसम्म कति टिप्छु है। आउनु होला स्याउ खान। त्यसपछि माया नि गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो भिडियोलाई। सबैजनाले खासै बोल्न चाहिँ आउँदैन है, त्यही पनि कोसिस गर्दैछु। हजुरहरूले माया गरिदिनु भयो भने चाहिँ अवश्य पनि बोल्न सिक्नेछु। त्यही हो, एकदम धेरै माया चाहियो, साथ सपोर्ट चाहियो साथीहरू। भाइरल रोड त एकदम चित्त नबुझेको अवस्था है। हामीलाई चाहिँ एकदम केही रहेनछ। त्यति दुःख गरेर आएको हामी। 1 घन्टा 2 घन्टा हिँडेर आएको। 2 घन्टा 2.5 घन्टा हिँडेर आएको। एकदम राम्रो होला, रमाइलो होला भनेर आएको। भाइरल रोड त केही रहन्छ। साह्रै रिस उठेको छ मलाई। रिस मुखमा हान्नु जस्तो क्या, कम्त रिस उठेको छ। म त रोड मात्र हेर्न आइछौँ हामी त। कस्तो रमाइलो होला के होला भनेर आएको है, तर केही रहन्छ। एकदम दुःख लाग्यो। त्यही भएर हजुरहरूले माया गरिदिनु ल। आज यति धेरै बाटो हिँडेर आएको छ है। खुट्टा दुखेर 2 घन्टा 3 घन्टासम्म हिँडेर आएको भाइरल रहेछ। दुःख लाग्यो, दुःख केही छैन रहेछ। ऐसा है आमामामा पहाड जङ्गल भन्दा केही छैन रहेछ। साथीहरू एकदम माया गरिदिनु होला। यति दुःख गरेर हिँडेर आएको है भाइरल रोडमा। के होला र हजुरहरू सबैजनालाई देखाउँछु भनेर चाहिँ आएको, तर केही रहेनछ। एकदम दुःख लाग्यो। खुसीले आएको थियो, दुःखी मन लिएर फर्किने पर्व अब के गर्नु होइन। त्यही भएर एकदम माया गरिदिनु होला भन्न चाहन्छु है। खासै केही रहेनछ, यस्तो जङ्गल रहेछ। अनि अब फर्किने हो हामी एकछिनमा। त्यत्रो बाटो हिँडेर आयो, दुःख लाग्यो साथीहरू। भाइरल रोड भनेको भाइरलै रहेछ। भाइरस पसेको रोड रहेछ। भाइरस सबैजनाले भाइरल रोड भन्थ्यौँ, भाइरसै पसेछ मुखमा हान्नु जस्तो। मोया गर्नु पर्यो नि त नि। भाइरल रोड आएपछि चाहिँ यति दुःख गरेर भाइरल रोड आएर नि मोया नर्दिने। साह्रै टाउको दुखेछ, गिदी निस्किन लागिसक्यो टाउको दुखेर। छैन मोया। कस्तो यो भाइरल रोड देखेर मलाई कस्तो भयो भन्ने कुरो मलाई थाहा छ मलाई। त्यही भएर चाहिँ एकदम रिस उठेको छ भाइरल रोड देखेर। भाइरल रोड हेर्न आएको कति रमाइलो होला के होला भनेर आएको। केही रहन्छ साथीहरू, यस्ता भाइरल रोड रहेछन्। त्यही भएर दुःख ताजी गाँदा बेलै दुःख ताजी
च्याउ आउनु बनाउनु गाइजहरू दुःख भयो। आमाले दिएछ भने फेरि मार्छ त्यही रहन्छ भाइरल रोड देख्न सक्नुहुन्छ यस्तो भाइरल रोड गाइजहरू यति धेरै हिँडेर आएको भाइरल रोड हेर्नको लागि है। भाइरल रोड त भाइरलै भइगयो नि। यो भाइरल रोडले चाहिँ भाइरल हुने भयो। साह्रै दुःख लागेर भाइरल हुने भयो। भाइरल भएको अवस्था हामी ल कालो चस्मा लाउ है माया विशाल बजारको कतै काइयो केस मेरो बाङ्गियो टेबुलमा आइना छ पिराती मैले नालाको होइन तकबिरमा रोइन छ धानकै बेला झुल्याउला मायालाई भुल्याउला केही गर्दा भन अब यही भए पनि के हो यस्तो झन्डै आज म लडेको तारे भिरबाट लडेर झन्डै मरेको आज चिप्लेर झन्डै लडेको झन्डै मरेको भए के हुन्थ्यो कसले भिडियो बनाउँथ्यो म मरेको भए कसले भिडियो बनाउँथ्यो नि को बोल्थ्यो यसरी आमा नि त मया गर्नु पर्दैन भाइरल रोड छोडेको आजदेखि जिन्दगीको लागि यो जुनीको लागि बाई बाई टाटा पुगो काम पुगो अगाइयो आज एक दिनै यहाँ चाहिँ यस्तो रमाइलो रहेछ है। त्यसपछि हामी चाहिँ घर जाँदैछौँ। एकदम धेरै लामो बाटो छ हिँड्न पर्ने। फिलिङ लिली कुच्चा त हो के हो कस्तो होला आज मेरो साथी चाहिँ अगाडि अगाडि कुद्दैछ के होइन के पारो पुलिसमा जाहिर खान जान लाग्यो ल ठिकै छ ल के हो ल साह्रै राम्रो के पारा हो मान्छेहरू त ठुलो हेरेर हाँस्छन् त नि यहाँतिर पो राम्रो रहेछ हिँड्न चाहिँ मर गेली हम हामी चाहिँ भाइरल रोड गएर आएको आज हेर्नु यस्तो बाटोमै राति भयो एकदम बिजोग भयो पानी पर्यो है रोडमा हिँड्दै गएको साह्रै दुःख भयो यी हाम्रो यहाँ दुईटा साथीहरू थकै मार्न बसिसके दुईटा केटीहरू टाक्राक टुक्रुक बसिसके हामी त्यति राति भइसक्यो